उहाँहरूलाई लाज छैन हामी के भन्नु अब वकिलकोमा गयो त्यही न्यायाधीशकोमा गयो त्यही जहाँ गयो खालि भ्रष्टाचार यति कि खपिन सक्ने। यहाँ विधिको शासन छैन, अभाव छ। यहाँ व्यापक भ्रष्टाचार छ, ओपनली भ्रष्टाचार गरेका छन्। खुलेआम तपाईँ हामी नाङ्गो आँखाले देखाएको छौँ तर बोल्दैनौँ। अब बोल्नलाई को चाहियो? यिनै युवा चाहियो। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई। यिनीहरूले नै अघि बढेर गर्नु पर्यो। यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो। 35 वर्षसम्म जे देखियो त्यसबाट चल्दैन। म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। 100% पढे लेखेका। बालेनमाथि जहिले जसरी एट्याक भएको छ नि सर्वत्र, बालेनलाई नास्ता नाबुद गर्न जसरी पोलिटिकल पार्टीहरू लाग्नु भएको छ नि, त्यसरी नै लाग्छन् तपाईँहरूको यो संस्थालाई बिगार्नलाई। हेर्नुहोस् कतिको टोलरेट गर्न सक्नुहुन्छ, त्यो चाहिँ बुझ्नुहोस् न। त्यो चाहिँ बुझ्नु कतिको तपाईँले सहन सक्नुहुन्छ। तपाईँहरूलाई फुटाउनलाई भोलि राजदूत बन्छौ भन्दै एउटा आउँछ, भोलि अर्कोले के बन्छौ तिमीलाई यहाँ इम्प्लोइमेन्ट दिउँ भन्ने आउँछ। त्यो चाहिँ कसरी खेप्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो अलग कुरा हो। तर जति उले सक्नुहुन्छ गर्नुहोस्, यो मुलुकको लागि हो। आरे घाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहने, अरूले चान्स नपाउने, त्यस्तो पनि सिस्टम हुन्छ कि? कसरी चल्छ? बहुमतको सरकार आफ्नो दलभित्रको जुन पार्टी लिडर्स छ उसलाई मिलाउन नसक्ने, खालि आफ्नो श्रीमती बुहारी सासू ससुरा त्यसलाई मिलाउने दल त्यो पार्टी हो। त्यसमा त त्यो परिवार हाबी हुन्छ। फलानाजीको छोरा, फलानाजीको श्रीमती, फलानाजीको बुहारी, त्यो त होइन नि। अब यहाँ त सबै कुरा मै जान्ने, सर्वश्री महादेव भएर सबै कुरा मै जान्दछु भनेपछि त कसरी चल्छ? त्यसै कारण ठिक छ, उहाँहरूले लड्नुभयो, भिड्नुभयो, राजनीतिक परिवर्तन ल्याउनुभयो, त्यो अलग्गै कुरा हो। उहाँकै पार्टीको युवाहरूलाई पनि उहाँहरूले फालिदिनुहुन्छ। कुन चाहिँ युवा त्यो पार्टीमा, काङ्ग्रेसमा कुन चाहिँ युवा टिकेका छन्? जल्दा बल्दा भ्रष्टाचार नगर्ने इमानदार एउटा नीति र नैतिकमा बसेको चाहिँ नेपाली काङ्ग्रेसमा को चाहिँ टिकेको छ मलाई देखाइदिनुहोस्। एमालेमा को चाहिँ टिकेको छ देखाइदिनुहोस्। कुनै पनि पार्टीमा देखाइदिनुहोस्। हुँदाहुँदै लोग्ने स्वास्नीको झगडा, फर्स्ट म्यान र सेकेन्ड म्यान भएर पार्टी चलाउने अनि श्रीमती र श्रीमान लडाइँ गर्ने, त्यो सिस्टम पनि सिस्टम हो त। त्यसै कारण विकसित मुलुकमा के हुन्छ? सरकारले के गर्छ? धनीलाई मध्यवर्गीयसँग ट्याक्स लिएर गरिबलाई भात खुवाउँछ। यहाँ गरिबलाई नाङ्गे झार पारेर उहाँहरूले खानुहुन्छ। सबै राजनीतिमा बस्नेहरूले उहाँहरूले हजम गर्नुहुन्छ। देशमा के छ र? देशमा गर्न सके सबै कुरो छ, गर्न नसके पनि केही पनि छैन। गर्नु पर्यो नि। पोलिसी चाहिँ चीनबाट प्याज, भुटानबाट आलु, भारतबाट सागसब्जी ल्याउने अनि त्यसैको कमिसन खाएर बस्ने सत्ताधारीहरू, जो सत्तामा बस्नेहरूले, त्यो पोलिसीले देश चल्छ? कसरी चल्छ? उहाँहरू त खालि आयात निर्यात त केही पनि छैन। मेरो दृष्टिकोणमा दुईटा कुराले बिग्रिएको छ मुलुक। एउटा कुरा के हो भन्दाखेरि विधिको शासनै छैन। विधिको शासनै छैन, विधिको शासन पनि छैन अनि काम गर्ने कुनै वातावरण पनि छैन। कानुनमा जे लेखेको छ तपाईँ त्यही गर्नुहोस्। चोरी नगर्ने भनेको छ चोरी नगर्नुहोस्, भ्रष्टाचार नगर्ने भनेको छ भ्रष्टाचार नगर्नुहोस्, अन्याय नगर्नुहोस्। यस्तो पिसफुल लाइफ हुन्छ कि, यति पिसफुल लाइफ हुन्छ कि कुरै नगर्नु। त्यति पिसफुल लाइफ। सिङ्गो मुलुकलाई, राष्ट्रलाई घर मान्नुहोस्। देशभित्रका जनता सबै जाति जनजाति सबैलाई दाजुभाइ र आफन्त मान्नुहोस्। बिहान बेलुका सबैलाई मुसुक्क हाँसेर स्वागत गर्नुहोस्। इङ्ल्यान्डमा अस्ति भर्खर म गएर आएको थिएँ, हर शब्दमा थ्याङ्क यू, आइ एम सरी, थ्याङ्क यू, आई एम सरी, माफ गर्नुहोस्, धन्यवाद, माफ गर्नुहोस्, धन्यवाद। मेरो सेतो कपाल फुलेको देखेपछि त मैले कहीँ उभिनै परेन। लाख भिड रहेछ भने पनि मलाई तानेर सिट दिए। अख्तियारमा नियुक्ति हुँदाखेरि भ्रष्टाचारीलाई नियुक्त हुन्छ। त्यो नियुक्ति भएको व्यक्ति जेल जान्छ। नियुक्तिकर्तालाई लाज हुँदैन, शरम हुँदैन?
भ्रष्टाचारीलाई लगेर राख्ने, मुद्दा चलेका दाग लागेका व्यक्तिहरूलाई चाहिँ लगेर कुर्सीमा राख्ने, राष्ट्रको मान्छेप्रति माया छैन। कसरी देश चल्छ त्यसरी देश चल्छ? त्यो सम्भवै हुने कुरै होइन। त्यसरी त देशै चल्दैन।